Good morning guys, welcome back to my new video. अनि न्यू दिन अनि आज पनि म काममै जाँदैछु, केही पनि छैन अनि भिडियो बनाएको थिएन नि त अनि बनाउन न त भनेर बनाइरहेको छु। मेरो चाहिँ अहिले शिफ्ट चेन्ज भएर 9 बजेबाट राखेको काम अब 10 बजेदेखि छ। 10 बजेदेखि चाहिँ मेरो रातिको 8 बजे 8:30 बजे भ्याइन्छ अनि 9 बजेतिर म घर पुग्छु। त्यस्तै छ सबै। अनि अब चाहिँ म के भन्छ मलाई चाहिँ होइन यो डे सिफ्ट चाहिँ मलाई मनै पर्दैन क्या। 8 बजीसम्म बस्नु छ हो राति। त्यो उम्द्राम त बिहान 7 बजेदेखि 5 बजीसम्म आनन्द। त्यही सोच्दैछु म चाहिँ नेक्स्ट विकमा चाहिँ मेरो भोलि पनि काम छ, त्यसपछि चाहिँ मेरो बिदा छ। अनि भोलि चाहिँ त्यसपछि अर्को विक चाहिँ मेरो 7 बजीदेखि काम स्टार्ट छ। मैले त दिनदिनै भिडियो बनाउँछु, के हुन्छ कस्तो हुन्छ भनेर देखाउँछु भनेर भिडियो च्यानल अन गरेको नि त। अनि डेली रुटिनमा एउटै भइरहेको भएर पनि म कस्तो लागेको भने त्यो केटीले मलाई हाई गरे कि कसलाई हाई गरे चाहिँ यसरी मान्छेले बिहान बिहानै खाना खान्छ भने यहाँको मान्छेले पनि सरी घरमा त खाने मन लाग्दैन, बाहिर नै हो खाने सबै। कहाँ बसेर होला भनेर थाहा होला नि। म चाहिँ होइन यो बाटोमा हिँड्दा घाम लागेको बिस्तारी अनि टाउकै पोले जस्तो भयो अनि एकैछिन बस्दिएको यतापट्टि। अब खाना गइरहेको बसेर बस्नु भएन काममा जानु पऱ्यो। Take the view guys. यसरी बेसेर हुन्छ यहाँ चाहिँ। म होटल पुगिसकेँ अनि मैले आफ्नो कपडाहरू पनि चेन्ज गरेँ अनि ड्रेस लगाइसकेपछि अनि हाम्रो चाहिँ के हुन्छ भने लिफ्टबाट पनि जान मिल्छ, तर म चाहिँ मोस्टली अन्डरग्राउन्ड भित्रको बाटो हिँडिरहेको जान्छु, किनभने बिहानै हिँड्यो भने चाहिँ अलिकति मोटी भएको छ नि त म, अनि पातली हुन्छ कि भन्दै हिँडी जान्छु म। अनि एक्ज्याक्टली मैले एक दिन चाहिँ यो सिडीहरूको काउन्ट गरेको होइन 75 to 80 छ क्या यो सिडीहरू माथिदेखि तलसम्म। अनि हामी मोस्टली फ्रन्टहरू चाहिँ पछाडिबाट आउनुपर्छ क्या, अनि मेन इन्ट्रीबाट चाहिँ आउनु मिल्दैन। सो यो चाहिँ मेरो अफिसमा। अनि अलि टाइमपछि म चाहिँ आफू लन्च गर्न गएँ। यो चाहिँ मेरो आज बिहानको लन्च थियो। सो म घर आइसकेँ अनि आजको पनि मैले त्यस्तो साह्रै केही पनि भिडियोहरू बनाउन पाइनँ, किनभने त्यस्तै हुन्छ दिनभरि के गर्ने जस्तो हुन्छ। लाइक अब होटलमा गएपछि सबै त्यो चेक इन चेकआउट गरेर त्यही पनि अहिलेको यो हप्तामा चाहिँ मलाई त्यसरी यही काम गर्नु परेको छैन, किनभने इट्स फुल अकुपेन्सी। अनि पहिले नै सबै गेस्टहरू 3-4 दिनको लागि हुन्छ अनि चेकआउट मात्र भइरहेको छ। चेक इन चाहिँ हुन्छ त, त्यति साह्रो चाहिँ हुँदैन, त्यति साह्रो प्रेसर भएको छैन यो छैन हामीलाई। अनि आजको दिन मलाई के भएको भने होइन, बिहान म चाहिँ खाली पेटमा जान्छु कि काममा। त्यसपछि काममा गइसकेपछि चाहिँ मैले अबाउट 1 आवर पछि चाहिँ मैले लन्च गर्छु त्यहाँ गएर। अनि लन्च गर्ने बेलामा चाहिँ आज त म चाहिँ खाना खाएँ होइन। मैले खाना खाइसकेपछि चाहिँ मेरो एक्कासी मेरो पेट दुख्न थाल्यो क्या मलाई। अनि त्यही पनि मैले पानी यति आज त मैले कसम यति धेरै पानी खाएँ नि होइन। पानी खाएर अनि त्यही पनि मलाई ठिक भएन क्या अनि अलिक बेर पछि बल्ल मलाई अलिअलि ठिक हुनु थाल्यो। अनि त्यसपछि म आफै काम गरिरहेको थिएँ, यताउति गइरहेको थिएँ। अनि फेरि डिनरको टाइम आयो। अनि डिनरको टाइम मैले चाहिँ 6 बजे गरेको थिएँ मैले चाहिँ डिनर। अनि डिनर 6 बजे गरिसकेपछि एकैछिन पछि विदिन लाइक 2 and 3 मिनट्स पछि चाहिँ मलाई फेरि मेरो पेट दुख्न थाल्यो क्या।
यस्तो बेसी पेट दुख्नु थाल्यो ग्यास्ट्रिक भएर जस्तो कि एकदम बेसी अनि मलाई खाना चाहिँ राम्रो पचेन जस्तो लाग्यो क्या आफूलाई अनि ग्यास बनाए जस्तो लाग्यो क्या पेटमा अनि जस्तो जस्तो मैले 2 घन्टा कटाएँ होइन त्यसपछि मेरो 8 बजी मेरो बिदा भयो अनि होटेलबाट मलाई यहाँसम्म मेरो अपार्टमेन्टसम्म आउनलाई त्यति ज्यादा दुःख मैले सायद पाइथिनँ होला कि म थाइल्यान्ड आएपछि म दुईचोटि मलाई यस्तो गाह्रो भयो एकचोटि मैले भमिट गरेर गाह्रो गरेँ अनि एकचोटि चाहिँ मलाई ग्यास भएर चाहिँ मलाई एकदम बेसी गाह्रो भयो अनि आएँ रुममा आएर चाहिँ मैले ग्यास्ट्रिक दबाई खाइहालेँ किनभने मैले नेपालबाट लिएर आएको थिएँ ग्यास्ट्रिकको दबाई अनि त्यसपछि दबाई खाइसकेपछि नुहाएँ फ्रेस भएँ अनि यत्तिकै बसेर भिडियोहरू एडिट गरेर आएको थिएँ अनि इन्डिङ चाहिँ गरेकै थिएन नि त भिडियोको अनि त्यसपछि ल म इन्डिङ गर्छु भनेर चाहिँ अनि यसो बाहिर निस्केर अनि भिडियो बनाएँ अहिले चाहिँ म ठिक छु एकदम फाइन छु दबाईले काम गराएको छ त्यसपछि मैले बिरेन र पानी पनि खाएँ अनि इट्स अल गुड अनि भित्र चाहिँ साथीहरू हाँसिरहेको छन् होइन अनि यो विक यस्तै नै थियो अब भोलि मेरो लास्ट डे यो विकको किनभने त्यसपछि मेरो बिदा छ मेरो विकली बिदा दिएको छ मलाई चाहिँ यो विकमा चाहिँ मेरो बिदा चेन्ज भएको छ स्याटरडे र सन्डे चाहिँ छैन अब चाहिँ स्याटरडे र फ्राइडे चाहिँ मेरो बिदा भएको छ यति नै हो सी यू गाइज इन द नेक्स्ट भ्लग आजको भ्लग पनि सानो भयो होला म चाहिँ अब डेली भिडियो बनाउँछु भनेर कोसिस गरिरहेको छु किनभने जे हुन्छ जस्तो हुन्छ मैले डेली एउटा चिज गरिरहेको छु भने पनि त्यो डेली एउटा चिजमा पनि देखाउँछु भनेर अब मैले सोचिसकेँ किनभने त्यो 2-3 दिन ब्रेक राख्यो भने चाहिँ त्यो भिडियो बनाउन मनै नलाग्दो रहेछ क्या अनि त्यो चाहिँ मैले गर्दिनँ अब अनि सो डेली भ्लग बनाउँछु यदि मैले भ्लग बनाउनै सकिनँ भने पनि सर्ट भिडियोहरू पनि मैले डेली हाल्छु यति नै थियो आजको लागि सो टेक केयर एभ्रिवान सबैजनालाई ह्याप्पी होली आज चाहिँ नेपालमा होली छ अनि गरम पनि लागेको छ अरे होइन अनि म त अब खै थाहा भएन मैले सुनेको मात्र हो अनि त्यही पनि अब जस्तै होली मनाउनु भयो सबैजनालाई ह्याप्पी होली मलाई चाहिँ एकदमै गरिया राख्यो त्यो होलीको फोटोहरू हेर्दाखेरि चाहिँ सो मिस यु एभ्रिवान मिस माई फ्यामिली मम्मी बाबा एन्ड दिदी सबैलाई एकदमै धेरै मिस गरिरहेको छु मैले है म बिरामी हुँदा अरू बेला भन्दा पनि म बिरामी हुँदाखेरि चाहिँ मलाई एकदम बढी याद आउँछ क्या फ्यामिलीको अनि किनभने रुममा आइसकेपछि पनि तँलाई के भयो भनेर सोध्ने मान्छे कोही पनि छैन क्या अनि त्यस्तो नहुँदाखेरि चाहिँ इट्स फिल ह्याप्पी अनि एक्लैमा किन आएछ जस्तो फिल हुन्छ कहिले काहीँ नत्र भने चाहिँ इट्स बेस्ट रमाइलो गरिरहेको छु मस्त बसिरहेको छु होइन सो टेक केयर गाइज सबैजनालाई बाई बाई सी यू इन द नेक्स्ट भ्लग नेक्स्ट भिडियो अनि आजको दिनलाई चाहिँ यति मात्रै थियो सो लभ यु एभ्री वान बाई बाई गुड नाइट बाई